हाम्रो गाउँघरका बाख्रा गोठाला दही चिउरे चाहिँ नि फटालुटाहरूले के काम गर्छन् भनेदेखि दिनभरि सोच्छन् अनि ससाना त्यो भाइ बहिनी बालकलाई लगेर चाहिँ समातेर आँखा निचोर्ने, मार्ने, बलात्कार गर्ने, ज्यादती गर्ने, अत्याचार गर्ने गाउँघरमै नेपालमै छ। यी भेडाहरू एकदम गिरीमा सहनशील नभएको अत्याचारी आतङ्ककारीहरू यिनीहरू। यिनीहरूलाई फाँसीको सजाय चाहिँ मिलेसम्म गर्नुपर्छ यस्ता व्यक्तिहरूलाई। र अनि गाउँघरमा बस्ने मनलायक गर्ने अनिखेर हामी जनतालाई दोष दिनु, सरकारलाई दोष दिनु। सरकारले गएर चाहिँ त्यो बालबच्चालाई निचेर बलात्कार गरेर मार भनेर भनेको छ। अलिकति गिरी खुल्दैन हामी सरकारलाई दोष दिन्छौँ भन्नलाई। सरकारले के गर्नु पर्यो? दुनियाँ घर घरमा गएर चाहिँ बलात्कार गर, बच्चा बच्चीले ताना लिए भनेर भनिदिनु पर्यो तिमीहरूलाई। अनिखेर कानुन बनाउनु पर्यो। पहिला आफू जान्नुपर्छ। संसिर भएर आइसकेपछि 16 वर्ष भइसकेपछि ससारा भाइ बहिनी चाहिँ देवी देवता जस्ता बच्चाहरूलाई चाहिँ निचेर बलात्कार गरेर मार्ने, अनिखेर सरकारलाई दोष लाउँछ भने सरकारले खुलो त्यही सरकारले तिमीहरू जस्ताको फाँसीको सजाय एउटा चाहिन्छ भन्ने कुरो यो संसारले मागेको भन्छ। त्यो हुनु पनि पर्छ र एउटा डोडीमा झुनाएर फाँसी गर्नुपर्छ बलात्कारी गर्ने व्यक्तिलाई, अरूलाई होइन। अरूलाई कानुन बमोजिमको कुनै शासन भन्छ, तिमीहरूले यो सरकारले बनाएर भन्छ। कतिवटा देशको जिल्लाको सरकार मिलेर बन्नुपर्छ एउटा कानुन बन्नलाई, थाहा छ? त्यसै सरकारले गर्नुपर्छ भने बुझ्नुपर्छ, भित्री कुरा पनि आन्तरिक पनि बुझ्नुपर्छ। गाउँघरमा बस्ने, गोठाला लाग्ने, दुनियाँको छोरीबाइलाई नजर लाएर बलात्कार गर्ने, अनि म जनतालाई दोष दिन्न सरकारलाई दोष दिनु भनेर लाज नभएको नगाउट हो। यही भनेर यो संसार चल्छ। तेरीमा काहीँ नभएका बदमास हो सरकारले। तिमीहरू जस्ता लफुवाले गर्दाखेरिमा हरेक कुराहरू कानमा सुन्न चाहिँ परेको छ। हरेक कुनाको के हरेक कुनाको मनलायक गर्ने, यो सरकार भला जे गर्ने गर्ने अनि सरकारलाई दोष दिने भनेर भन्ने कुरो चाहिँ यो तिमीहरूको उचित सौँदो कुराहरू होइन। तिमीहरूको फुर्सद नभएको सरकारलाई दोष दिने होइन, गाउँघरमा बसेका व्यक्तिलाई दोष दिने। यो काम यो ठाउँमा सिर्जना गर्ने। हाम्रो वडामा यस्ता व्यक्तिहरू राख्नु भने त्यो वडावासीले जान्नुपर्छ। त्यहाँको वडावासी यो व्यक्तिहरूलाई सही ठेगाना ढङ्ग लाएर चाहिँ एउटा कानुनमा पूर्ति गरिसकेपछि हुन्छ भन्ने कुरो हो। झुन्नाएर फाँसी दिएर सामदाम हुने हो। अर्को खाँदै मर्न मलाले त्यो काम गर्दैन। शासन र कानुन बलियो बनाउने हो त्यसमा। एउटाले त म मरिदिन्छु ल, यदि गरेर मर्छु भनेर भन्यो, ल गऱ्यो। अर्कोले पनि त्यही काम गर्दैन, मलाई पनि मर्नुपर्छ यसो गरेर भनेसम्म गर्दैन। एउटालाई फाँसी दिएर हुने हो। कानुनको विधान र शासन बलियो चाहिन्छ। ल अब बलियो शासन चाहियो। त्यसलाई आजीवन जेलमा पऱ्यो भने त्यो सिद्धिएकै हो। त्यसलाई फाँसी दिएर त्यो एउटा चाहिँ पातकी चाहिँ नि बच्चा बच्चीमाथि बलात्कार गर्नेलाई त्यो गरेको भने त्यो ठिक हो। त्यसलाई त्यो गर्न पनि उचित कुरो छ। त्यसमा एउटा कानुन बनाएर फाँसी दिने चलन सद्दाम हुसेनले जस्तो फाँसी खाएको थियो भने त्यसलाई पनि हुन्छ। तलमाथि गएर झुन नहुने कुरो होइन। तर सरकारलाई दोष दिनु तिमीहरूको उचित बलिदान छैन। सरकारलाई थाहा थियो त्यो बच्चालाई बलात्कार गर्छ, यस्तो गर्छ भने सरकारलाई थाहा थियो। त्यो भगवान् जस्तो देवता जस्तो बच्चालाई यसो गर्छ भने त्यो सरकारलाई थाहा थियो। लाज छैन। हामी त जनतालाई भन्दैनौँ, सरकारलाई भन्छौँ अरे। जनताले न कसैले चाहिँ त्यो बच्चालाई बलात्कार गर भनेको छ भने त्यो गर्ने व्यक्तिको दिमागभित्र गु भरिएको थियो र पो गऱ्यो त। अन्त भरिए भए त्यस्तो हुन्थेन। तर देशमा संसार भलो, आफू भलो, संसार भलो आफू पनि भलो हुन चाहिनुपर्छ। यस्ता कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ। सरकारले जे गर्छ सत्कर्म गर्छ। घन्टीमय पार्टी सरकार बनेको छ। यो देशले सुखमय पाउनलाई भर्खर 4 महिना भइरहेछ। कति पाउँछ पाउने कुरो त भनिसाध्यै छैन। त्यसैले मैले भन्छु कि यो सरकारलाई सबैले जिन्दाबाद भन्नुहोस्। यो सरकारलाई सबैले सक्नुहुन्छ भने 40-50 वर्ष टिकाउनुहोस्। हाम्रो यो योगदान बलिदान भनेको यो सरकारसँग छ। हामीले यो काम गर्नुपर्छ। जसले राम्रो काम गर्छ त्यसलाई हामीले गुणगान गाउनै पर्छ। नराम्रो काम केही गरेको छैन। यो सरकारलाई के बलात्कार चाहिएको छ? यो सरकारलाई हानमार चाहिएको छ? यो सरकारलाई काटमार चाहिएको छ? यो संसारलाई लुटमार चाहिएको छ? यो संसारलाई इतिहासमा नराम्रो काम चिज चाहिएको छ? उहाँले भनेको छ कि सबै ठाउँमा राम्रो भएको देख्न पाऊँ। देश पनि राम्रो, जनता पनि राम्रो, हरेक कुनामा भएको बासितामा बस्ने मान्छेहरूको योजना पनि राम्रो, सल्लाहकार पनि राम्रो, इतिहास पनि राम्रो चाहने सरकार भनेको अहिले बनेको छ। अस्ति चाहिँ खोला पर मान्छे बगेर चाहिँ 4-5 घन्टासम्म बचाभन्दा पूर्व सरकारले बचाएको तिमीले देखाएको थियौ। देख्दा आँखाभरि रेलेर त देखाएको थियौ नि जतामा चढेर बसेको। घर छाप्रो मान्छे 6-6 घन्टाको बिचमा एउटा केही हेलिकप्टर दिएर एउटा डोडी दिएर ल 5 भने एउटा डुङ्गा दिएर केही गरे भए त त्यतिखेर जे पनि गर्न भ्याएको थियो नि त उतिखेर थिएन हो। त्यो तिमीहरूलाई पच्छ भने अहिलेको जिन्जी सरकार चाहिँ तिमीलाई हामी सरकारलाई दोष दिन्छौँ यस्तो भन्ने खुत्यायो। यो संसारमा नहुने कुरो नगर्नु। जे गर्छ रासोको सरकारले गर्छ। सबैको सामदाम दण्ड भेदमा नजर यो सरकारको पुगेको हुन्छ। यसमा ध्यान आकर्षण जागो श्रीमान भनेर भन्नु। यसैमा भलाइ हुनेछ। सबैलाई जय नेपाल, जय घन्टी।